हाई गाइस, गुड मर्निङ। आज हामी कलकत्ताबाट सिलगढी फर्किँदैछौँ। 10-15 दिन जस्तो बसाइ भयो सिलगढीमा है। अनि यहाँ छ हाम्रो चन्दनदा, प्रतीक भाइ, पछाडि दुईजना छ हो। आज फर्किँदैछौँ भर्खर भन्दा पनि 5 बजे निक्लेको। मैले बिर्सिछु भिडियो बनाउनु लागि, अन्त आधी बाटोबाट आएर चाहिँ मैले हालेको सक्यो। प्रतीक भाइ हो, प्रतीक हो, पछाडिको शुभमकार हो, दुईवटा देखाउने। यहाँ चन्दनदा, अर्को भाइ एउटा सुतिरहेछ। ब्याक क्यामेरा देखाउँदैछु, ब्याक क्यामेरा गरेर साथीहरू। अहिले हामी छौँ है। बारासातबाट हामी कृष्णनगर जान्छौँ। कृष्णनगर यहाँबाट करिबन 70-80 किलोमिटर छ, घन्टाभर जस्तो लाग्छ यहाँबाट है। हेर्दैछौँ कहाँ कहाँ पुग्यो, म तपाईँलाई भन्दै गर्छु है। हेर्दै भन्नुहोस्, यहाँ पुग्यो हामी अब एकछिनमा पुग्छौँ। ल साथी हो, हामी अब कृष्णनगर पनि पुग्यौँ। कृष्णनगर पार गर्दैछौँ है। हेर्दै गर्नुहोस् भ्यू कृष्णनगरको कस्तो छ। हामी कृष्णनगर पुग्यौँ। अब यहाँबाट बेरमपुर आउनु तपाईँको 135 किलोमिटर छ। सरी 135 छैन, 183 किलोमिटर छ। यहाँबाट मिनिमम 2 घन्टा जस्तो लाग्छ है। हेर्नुहोस् अहिले पछाडि हाम्रो एकजना भाइले रेकर्डिङ गर्नुहुँदैछ। हेर्दै गर्नुहोस् भिडियोहरू कस्तो छ। यहाँ त हेर्नुहोस् यस्तो कुवासा माने फगी लागिरहेछ है। फगी लागिरहेछ, अलिक अप्ठ्यारो पनि हुन्छ गाडीहरू चलाउनु। अनि फगीमा फेरि ठुल्ठुलो गाडीहरूले साइड पनि दिनु खोज्दैन है। गर्नुपर्छ, यसो छाडिदिँदैन गाडीहरूले। हेर्नुहोस् है, अब यहाँबाट जाँदैछौँ हामी बेरमपुर पुग्छ इलेक्सनमा है। लाग्छ टाइम, तर भिडियोमा चाहिँ सर्ट छ भिडियो साथी हो है। हेर्दै गर्नुहोस् साथीहरू। हेर्नुहोस् हामी अहिले बेरमपुर टोलटेक्स पार गर्दैछौँ। टोलटेक्स बेरमपुर पुग्न आँटेछौँ। बेरमपुरको अब इन्ट्री चाहिँ हुँदैछ। बेरमपुरको इन्ट्री चाहिँ हुँदैछ। टोलटेक्स यस्तो छ, पार भयौँ है। हामी टोलटेक्स पार हुँदैछौँ। अनि हेर्दै गर्नुहोस् अब हामी बेरमपुर पुग्यौँ। बेरमपुर भन्दा पुग्यौँ है यो चाहिँ साथी हो। हेर्नुहोस् साथी हो, बेरमपुर यो रेलगेट हो। यहाँ काफी ठुलो जाम लाग्छ। आज चाहिँ हाम्रो किस्मत राम्रो रहेछ, हामीले जाम पाइनौँ है। अनि हेर्नुहोस् कृष्णनगर पुग्यौँ हामी। अब कृष्णनगर बाद हामी पुग्छौँ फरक्का पुगेको तपाईँलाई देखाउँछु। फरक्का ब्रिज यता तपाईँको टाउन जाने बाटो थियो, बेरमपुर टाउन जाने बाटो। अब हामी सिधै छौँ यो बेरमपुर तपाईँको बाइपास हो, नयाँ बनेको छ। बाटो चाहिँ एकदम राम्रो छ। बाटो चाहिँ एकदम जो पनि आउनुहुन्छ कलकत्ता है, बाई रोड बडा राम्रो छ बाटो। हेर्दै गर्नुहोस् काफी राम्रो छ बाटो। हेर्नुहोस् यता पनि यता गाउँ छ, यतापट्टि जङ्गलहरू छ है। हेर्दै गर्नुहोस् जाँदैछौँ हामी। अनि हामी अब फरक्का पुग्नु आँट्यौँ है। हामी फरक्का अब टच हाम्रो टोलगेट आयो। अब यो टोलगेट पार गरेपछि चाहिँ 1 घन्टा बादमा चाहिँ हामी फरक्का इन्ट्री गर्छौँ। हेर्नुहोस् टोलटेक्स कस्तो छ, टोलटेक्स हेर्नुहोस् कस्तो के छ। अलिक डिस्टर्ब भयो भिडियो गर्दाखेरि। टोलटेक्सको मान्छे यहाँ बसिरहेछ। अब गेट सट्टै खोल्छ है। त्यहाँबाट हामी चाहिँ जाने हो। पैसा काटिन्छ तपाईँको 85 रुपियाँ काटिन्छ। फास्ट्याग छ भने चाहिँ केस हो भने चाहिँ 250 रुपियाँ लाग्छ साथी हो। फास्ट्याग बनाउनु जरुरी छ है गाडीमा चाहिँ है। हेर्दै गर्नुहोस् पार भयौँ हामी। टोलटेक्स पनि जाँदैछौँ। अनि अब तपाईँको फरक्का ब्रिज हामी इन्ट्री गर्दैछौँ। हेर्नुहोस् फरक्का ब्रिज कस्तो छ के छ। अनि राम्रो कुरा के भन्दा फरक्का ब्रिजको चाहिँ तपाईँको नयाँ पनि ब्रिज बनिँदैछ है। नयाँ ब्रिज बनिँदैछ तिर पर हेर्नुहोस् राम्रो एउटा ब्रिज बनिँदैछ। त्यो नयाँ ब्रिज हो फरक्काको। अनि गाडीले डिस्टर्ब गर्छ हो। यहाँ चाहिँ ओभर स्पिड छैन। यहाँ चाहिँ काफी भनेको 20को स्पिडले कुदाउनुपर्छ, ओभरटेक गर्नु पाउँदैन है। यहाँ चाहिँ एकदम स्लो हिँड्नुपर्छ हामी, त्यस्तै हो। अनि हामी अब फरक्का पार भएपछि अब मालदा इन्ट्री गर्छौँ। मालदा पुग्नु आँट्यौँ है हामी। फरक्का पार गरेर मालदा आउनु आँट्यौँ। अब मालदा बादमा फेरि त्यहाँबाट रायगञ्ज, दालखोला, किसनगञ्ज, त्यहाँबाट हामी सिलगढी इन्ट्री गर्छौँ है।